मैले मङ्गल बजारमा आएर कुरा गर्दै गर्दाखेरि म तपाईहरुलाई एउटा कुरा के भन्न चाहन्छु भने मसँगै अपरेसन गरेका साथीहरू 2 जना मरिसक्नुभयो। म क्यान्सर सर्भाइभल मान्छे हो, म कहिलेसम्म बाँच्छु मलाई थाहा छैन, तर म तपाईहरुलाई एउटा प्रण गर्छु, मैले पाथिभरा माता देवीसँग म एउटा भक्त गरेर भक्ति बनाएको छु। यो व्यवस्था परिवर्तन गरेका दिन म मरौला माता त्यस बेलासम्म मलाई बचाइदिउँ भनेर हिँडेको मान्छे हो मलाई, किनभने हरेक नेपालीको माया छ, राष्ट्रको माया छ। म तपाईहरुलाई अझै एउटा कुरा भन्छु, सिक्किमका नेपालीहरूसँग धेरै पैसा छ, सिक्किमका नेपालीहरूसँग, तर त्यहाँ नेपालीको पहिचान छैन। आज विडम्बना छ। भूगोल त रहला, हाम्रा बुढाबुढी मान्छे रहलान् यहाँ, तर पहिचान हराउला। त्यस कारणले गर्दाखेरि यिनीहरूले एक गरेर बेचिसकेका छ। हेर्नुहोस् के बेचे, टनकपुरदेखि पूर्व मेचीसम्म सबै बेचिसकेका छ। राम्रा चिज जति सबै बेचिया छ। बेच्दा यिनीहरूले के बेचे भने अस्ति म लुम्बिनी गएको थिएँ हेर्नु, म आज ल्याइदिन्छु अलिकति कथा तपाईहरुलाई।